नमस्कार, म रारा सैजु। यो देखिरहनु भएको छ मासु जस्तै देखिरहनु भएको छ। यो मासु होइन, यो प्योर भेगन हो। जो पनि भेगनहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ एकदमै मिठो छ। यसको नामै भेगन हो र यसलाई चाहिँ मजाले हजुरले काटेर छोइला बनाउनु जस्तै काटेर यसलाई फ्राई गर्नु होला। नभए चिल्लो खानुहुन्न भने एयर फ्रायरमा गर्नु। एयर फ्रायरमा पनि एकदम राम्रो हुन्छ। मैले एयर फ्रायरमा गरेको भिडियो बनाइनँ। एयर फ्रायरमा गर्दा पनि एकदमै राम्रो हुन्छ र टमाटरलाई पनि यसरी तेलमा फ्राई गरेर राख्नु होला। छोइलाको लागि एकदमै मिठो हुन्छ। यसको खोल चाहिँ फ्याल्नु होला। यो चाहिँ लसुनको पात होइन, यो चाहिँ जिम्बुको पात हो। एकदमै लसुन जस्तो मिठो टेस्टी हुन्छ। मैले माथि नै रोपेर राखेको छु र नुन स्वाद अनुसार राख्नु होला। खोर्सानीको धुलो पनि स्वाद अनुसार। अलिकति छोइला पिरै मिठो हुन्छ, त्यही भएर पिरै पार्छु। र जिराको धुलो र अदुवा लसुनको पेस्ट राख्नु होला। र अनि तिमुरको धुलो, तिमुरले नै टेस्ट गराउने हो छोइलालाई। र अदुवालाई मसिनो पारेर काटेर राख्नु होला। लसुनलाई पनि मसिनो पारेर काटेर राख्नु होला। र जुन अहिको जिम्बुको पातलाई पनि मसिनो पारेर काटेर राखिदिनु होला। अनि यसलाई मजाले मोल्नु र काँचो तेल थोरै राखेर यसलाई मोल्नु होला। हेर्नुहोस्, हेर्दा पनि एकदमै मासुको छोइला जस्तो देख्छ। गणेशमान कृष्णबारी सैजु स्मृति प्रतिष्ठान र मिलिजुली सामाजिक प्रतिष्ठानको संयुक्त आयोजनामा हाम्रो इच्छा बालबालिकाको शिक्षा, गृहिणी दिदीबहिनीलाई उद्यमी बनाउने हामी मिलिजुली परिवारको इच्छा। ल हेर्नुहोस् त, यस्तो मिठो हुन्छ कि यो चिउरासँग खानुभयो भने चिन्नै सक्दैन।